हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ मैले सुती भिडियो अन गरिरहेको छु है। अब मैले आज के गरेँ कसो गरेँ मैले भिडियोमा हाल्ने नै छु, हेर्दै जानु होला। ब्लग स्टार्ट भइसक्यो। के नै बोल्ने इच्छा कस्तो चक्कर लाग्यो के मलाई। उयो दाउरा चिर्न सक्नुहुन्छ कि सर? सक्नु न। सक्नु भनेर सक्ने कि सक्दिनु न। खाजा हानेको के? किन चिर्न पर्यो र? मलाई दाउरा चाहियो के? ग्यासमा पकाउन मान्छे हैन के भाइले सेक्न लाग्यो के? ग्यास केले चिर्दिने त? के आसीले आसीले चिरिन्छ बन्चारो भन्न। बन्चारोले म ल्याइदिन्छु बन्चारो। कहाँबाट? तल घरबाट। चिर्दिनुहुन्छ? सक्नुहुन्छ? नान्दिजकाबाट के बुवाकाबाट? सक्दैन भाइले दाउरा घरमा? सक्नुहुन्छ? ल्याइदिम? कहिले? ह? अहिले त बिजी हुँ म। चिर्दिनु न अहिले त आउनु हजुर। आउँछु क्या अहिले। हैन चिर्दै हाल्नु न, त्यो एउटा काम मात्रै इति चिर्दै हुन्छ के? इतिको के तल खतम भयो। चिर्दिनु न। त्यति डाँडा पुग्छ। ल्याइदिनु ह? ल्याइदिनु रे के उयो भिडियो सिडी हाल्ने काम नगर्नु है। हाल्ने हो किन हाल्ने हो? युट्युबमा अँ युट्युबमा भिडियो जान्छु अर्को मना। मैले भनेको माने स्क्रिप्टी। क्यार मान्न पर्यो हेर। फेरि सुरु गरिदिए रिस्टार्ट। जानु त उयो लिएर आउनु त। उयो के अरे हाम्रो घरबाट गएर हाम्रो मान्छेसँग लगेर के अरे मार्तल के भन्छ बन्चारो बन्चारो हैट दिने अरे खुसी हजुरले अन्नाको त्यहाँ दाउरा चिर्ने अरे। भनेर कसले चिर्छ भन्दाखेरि दाइले चिरिदिनुहुन्छ अरे भन्ने चाहिँ जानु चाहिँ बन्चारो लिएर आए। कसको ल्याउने रे मोबाइल ल्याइदिएको किनले किस त चान्स कस्तो देखाइदिए चिर्दै काट्नु के म दिन्छु। अझै भ्याङ भएन भाडा माझेर। तिम्रो दाइसँग बोल्दा पनि ठिक भयो। राम्ररी काट्नु है। होइन कि काटिदिन्छु कि म देखाइदिन्छु काटेर हालिदिनु। उखु है यहाँ त उखु खान पाएँ खानु नि त। अहिले हामीलाई भाउजूले अझै भाडा माझेर भ्याउनु भएको कपडा छैन। निकाल्न सक्नुहुन्छ र त? माग्नु कि हजुरले छिटो अहिले होइन हजुर भाडा माग्न बसेको। खाना खाएर भ्याएर भाइलाई सुताएर नि भ्याइसके। जान्नु त जान्नु मलाई ए थाहा हेर न म बन्नु आहा केटी आइदिने अरे के गर्नुहुन्छ होला? हजुर किसनले मन पराएको केटी आइदिने अरे कि योजना यता भित्र आउँछन् त नि। अनि होइन के देखेर हजुरलाई देख्ने अरे चिन्नुहुन्छ होला नि त। कहाँ चिन्छन् मलाई थाहा त त कतिवटा बनाखानु होला जिम्दाइले अनि कहाँ चिन्छ एउटा किनेर भन। थाहा नै छैन म किशोरको बहिनी अनि त हाल्यो होला के कहाँ हाल्छौ? हाल्नुहुन्छ ह्याप्पी बर्थडे बोल्नु खै कहिले हाल्नु है? बर्थडे हाल्नुभएको थियो हाल्नु थिएँ कसको? बहिनीको हाल्नु है त्यसै हाल्नु थियो बर्थडेमा एकचोटि हाल्नुभएको थियो। भन त्यसो अन्त नयाँ अन्त अहिले हाल्नुभएको थियो क्या। भाउजूले चाहिँ फाइनली 2 दिनको मेहनत भाडा माझेर भ्याम्पो 2 दिनमा 2 घन्टामा। कसको मुला भाउजू यो? खै यो
यत्रो मुलाबारी देख्नु होइन मुला होइन यो आलु हो मुला र आलु यो के हुन्छ त्यो ए साग रहेछ भेन्टा रहेछ उखु उखु भाइ के गरे हेर्न जामै भाइ चाहिँ अब सुतेको थियो उठ्यो कि नै हेर्न जामै के सानो मान्छे आरामले सुतेको रहेछन् कति आनन्दले सुतेछिन् भाइ भ्लग बनाउने भनेर बस्नु भएको भाउजू अहिलेसम्म भाडा माझेर भ्याउनु भएन अझै भ्लग गराउने भन्दै बस्नु भएको पैसा भेट्टाएँ मैले भाउजू पैसा भेट्टाएँ हजुर आज हो मैले छिटो भएको 11 12 कहिले एक बज्थ्यो मैले भाइले दिँदैन भाइले हेर्दै पकाउँदै गर्नु पर्यो ढिलो भइ त हाल्छ नि डाडीमा हाल्दै रे चोइ चोइ गर्दै भ्याइहाल्यो खेल्न खोज्छ नि जतिखेर चोइ चोइ गराउँदा भएन नि खेल्ने फुर्सद भएको बेलामा खेलाउने हो नि जगमा फाले यो भाउजू त त्यो के हो जग त्यही फाल्नु भयो साबुन राख्ने त्यही फाल्नु भयो ल साथीहरू मैले त्यति बारी सफा गरेर भएर चाउचाउ खान लागेको छु भोक लागेर अहिले एकछिनमा पानीपुरी बनाएर खाउँला भनेको बहिनीले पानीपुरी बनाएर खानु पर्ला कति महँगो हो त्यहाँ पानीपुरीको प्याकेट 70 रुपियाँ प्याकेट अब त्यहाँ सुतिरहेको त्यहाँ सुतिहा कोर्कामा मैले यति झारसार गरेर भ्याएर अनि बल्ल केही न केही उपाय गर्नु पर्ला भन्नु पुगेँ ल साथीहरू अब एकैचोटि पानीपुरी खाने बेलामा भेटौँला है